मैं तेलन के खाजा खाने वाला गसी खाजा खाने वाला ठीक है ले आने ले रहा है इनके हम आउरा दिन के मिठी न हो पत्रकार साथीहरु महिला तथा सदनवृन्द सबैलाई प्रकट भइरहेको छ यो कोचिङ होम ज्ञान महायज्ञले हामीलाई धेरैवटा सन्देशहरु दिएको छ मूलतः हामीलाई यो महायज्ञले पर्यटन प्रवर्धनको निम्ति असाध्यै ठुलो पोखरा एक त पर्यटकीय सहर त्यसमा पनि यो महायज्ञले पर्यटन प्रवर्धनको निम्ति अत्यन्त ठुलो सहायता गरेको छ अर्को ज्ञान बाँड्ने हिसाबले आज मानवता ह्रास हुँदैछ सम्मान गर्न चाहन्छु कार्यक्रम आयोजक प्रायोजक यो कार्यक्रममा पाल्नुभएका आदरणीय आमा बुबा दाजुभाइ दिदीबहिनीहरू धेरै धेरै धन्यवाद जिल्ला सभापति आदरणीय यदुनाथ अधिकारीज्यू मैले यो बीचमा यहाँहरूलाई निवेदन गर्छु हामी सकारात्मक सन्देश प्रवाहित गर्ने र सकारात्मक सोचका साथमा अघि बढ्ने र सही र सकारात्मक कर्म गर्ने युवराजहरूलाई निमन्त्रणा पनि पठाएको थिए युवराजहरू आउनु भयो कि भएन महाराज हजुरले आज्ञा गरे बमोजिम हजुरले निमन्त्रणा पठाए अनुसार सम्पूर्ण